सिजनको तरकारी फलफुल खान त सबैलाई मनपर्छ। मेरो छोरीलाई पनि साह्रै मनपर्छ। आजकल मकै अस्तिदेखि ल्याएको, उसलाई सधैँ मकै खाइरहेको। आज पनि बाटोमा आउँदा मकै दिएर मकै किन्दैन भने रिसाएर ठुस्केर पुगेँ। बाबुलाई एक्लै छोडेर गएको थिएँ, डर लागिरहेको थियो। घर जाऊँ न त त्यसपछि घर गएर हेरेर अनि बाबु ठिक छ भने चाहिँ अनि जाउँला नि त भनेको। ऊ त खुसी भएर अब जाने मकै किन्न भन्दै नाच्दै है। उसको स्कुलमा चाहिँ मन्थिङमा चाहिँ कल्चरल ड्रेस लाउँछ नि, त्यहाँदेखि ड्रेस पनि म यही ड्रेस लगाएर जान्छु मामु मकै किन्दा भन्दै दौडिरहेको छ। नदौड नभनेको नाच्दै फुर्किँदै दौडिँदै अनि मकै किन्ने ठाउँमा पनि पुगिसकेपछि 2टा मकै लियो। अनि उसले चाहिँ पैसा म दिन्छु नि त भन्यो। यता म केलाई दिन्छु मकै भन्यो। हुन्छ भन्यो। अनि पैसा चाहिँ उसले दिइसक्यो। यता डेरीको चाहिँ मामु मलाई ब्रेड किनिदिनु, म ब्रेडको चाहिँ स्यान्डविच बनाउँछु भन्न थाल्यो। हुन्छ नि त ब्रेड पनि किनिदियो उसलाई। यता पैसा दिनु मकैको अनि यतापट्टि हामीले ब्रेड पनि लियौँ। अनि फटाफट जाम छोरी हिँड छिटो पुग्छ होला फेरि भनेर जान थालेको पनि मकै हातमा बोकेर अनि ब्रेड पनि लिएर जाम भनेर दौड्न थाल्यो। यतापट्टि अब मकै पनि गरिसकेको थियो। आज चाहिँ मकै म एयर फ्रायरमा बनाउँछु भने आज मैले फर्स्ट टाइम एयर फ्रायर युज गरेको होला। योभन्दा अगाडि युज गरेँ कस्तो हुँदो रहेछ नि त विचार गरौँ न त छोरी। हुन्छ मामु हुन्छ, छोरी पनि हुन्छ भनेर टुक्रा टुक्रा बनाएर पिस बनाएँ। यतापट्टि बटरमा मकैमा चाहिँ मैले बटर राखेँ। बटर हल्का माथिबाट नुन राखेर तल्लोपट्टि पनि उसको एयर फ्रायर पनि तल्लोपट्टि बटर राखेर त्यसमा राखिदिएँ। फर्स्टचोटि चलाएको चलाउनै आउँदै थिएन। अब यसो विचार गर्नु नि त कसरी भनेर यसो हाल्न चाहिँ हालेछु। त्यो टाइमर पनि घुमाएछु, घुमाउन त यता स्विच चाहिँ त्यो ट्याक ट्याक गर्दो रहेछ। स्विचै अन गर्न हुन्छ नि राम्रोसँग प्लग नलागेर हल्लेछ क्या। अनि त्यो टाइमर बजिरहेछ, म चाहिँ सायद चलिरहेछ भन्ने सोचिरहेको थिएँ। अनि एकछिन यता चाहिँ छोरीलाई पनि खुवाउन थालेँ। त्यसपछि बलि टाइमर राखिदिएछु भनेर यसो हेर्छु नि त छोरीले खोलेर टाइमर अफ भएपछि छैन पाएको। अनि फेरि स्विचलाई राम्रोसँग अन गरेर फेरि टाइमर राखिदिएँ 20 मिनट। छोरीले पनि चेक पनि अनि आवाज आउँदो रहेछ उताबाट। अनि चाहिँ हामीले छोडिदियौँ। त्यसपछि एकछिन पछिसम्म छोडिदिइसकेपछि त्यो टाइमरको अफ भएपछि यतापट्टि फेरि छोरीले नै मामु म चेक गर्छु नि, उसलाई रहर लागिरहेको थियो। अनि चेक गरेँ। अनि यसो हेर्दाखेरि यति राम्रोसँग भएको छैन मामु भन्यो। अनि फेरि मैले त्यसलाई चाहिँ चिमटाले फर्काइदिएँ, यताउति फर्काइदिएर फेरि अनि छोरीले नै टाइम मै राख्छु नि, धेरै नराख्ला 10 मिनट मात्रै राख छोरी भने फेरि उसले नै राख्यो। 10 मिनटपछि यतापट्टि बाबु पनि यता रुन थालिसकेको थियो। त्यसपछि यता पाकिसक्यो 10 मिनटपछि। छोरी तिमी खाऊ ल, म छोडिदिन्छु प्लेटमा राखिदिन्छु। अनि हुन्छ मामु म खान्छु, हजुर जानु त म हेरिहाल्छु भन्न थाल्यो नि। अनि उसले त्यसरी यम्मी भएको छ मामु भनिरहेको